नमस्कार, फेरि म यहाँहरूमाझ उपस्थित भएको छु नयाँ कविता लिएर। मेरो च्यानललाई माया गरिदिनु होला, मेरो कविता लास्टसम्म सुनिदिनु होला है त। म सुरु गर्छु अब मेरो कविता। फरार सपना। मानिस फरार भए त जसरी नि भेटिन्छन् होला, भेटाउँछन् है। मानिस फरार भए त जसरी पनि भेटिन्छन् होला, भेटाउँछन् है। तर मेरा फरार भएका सपनाहरू कसले भेटिदिन्छ होला, कहिले भेटिन्छन् होला। बाटोमा हिँड्दा अनगिन्ती सपनाहरूले मलाई च्याप्छन्, बाटोमा हिँड्दा अनगिन्ती सपनाहरूले मलाई च्याप्छन्। मलाई त्यही थिचेर मार्छन् कि जस्तो गर्छन्। जब म त्यो पानी चुइनी खरले छाएको घरभित्र ढोकामा प्रवेश गर्छु नि, जब म त्यो पानी चुइनी खरको घरभित्र ढोकाबाट प्रवेश गर्छु नि र हेर्छु केही पनि छैन त, कि म नै होइन त। फेरि सोध्छु सपना पनि कहाँ हामी जस्तो गरिबको घरमा आउँछन् त। फेरि सोध्छु सपना पनि कहाँ हामी जस्तो गरिबको घरमा आउँछन् त। हामी कहाँ आउने भनेको त त्यही साउ, त्यही मुखिया न हो। ऋणको ब्याज लिन, धम्की दिन, कराउन, चिच्याउन। हामी कहाँ आउने भनेको त त्यही साउ, त्यही मुखिया न हो। ऋणको ब्याज लिन, धम्की दिन, कराउन अनि चिच्याउन। हामीसँग हिम्मत पनि छैन सपना राखेर पुरा गर्न। हामीसँग हिम्मत पनि छैन सपना रोकेर राख्न, पुरा गर्न सकिँदैन। हामीसँग हिम्मत पनि छैन सपना रोकेर राख्न अनि पुरा गर्न। हामीसँग हिम्मत पनि छैन सपना च्यापेर राख्न, खुसी भर्न सकिँदैन। सकिन्न जिउन यो आधुनिक जमानाहरू, सकिन्न जिउन यो आधुनिक जमानाहरू। म खोज्दैछु आज पुरा हुन नसक्ने मेरा फरार सपनाहरू। सकिन्न जिउन यो आधुनिक जमानाहरू, सकिन्न जिउन गाह्रो हुन्छ यो आधुनिक जमानाहरू। म खोज्दैछु मेरा पुरा हुन नसक्ने ती फरार मेरा सपनाहरू। धन्यवाद।